कस्तो ब्युटिफुल देखायो क्या हेर त यो नेपाल हो यार यो चाहिँ म कहाँ आइपुगेँ यार यो त नेपाल भन्ने ठाउँ यस्तो हुन्छ ओ माई गॉड यार प्यारो लाग्छ मेरो देश कता कता यात्रा कस्तो हो त यात्रा फोटो कहीँ खिचेन रमाइलो कहीँ गरेन बाइक मात्रै कुदाए यिनीहरूको बाइक कुदाउन ल्याएर छन् के थाहा भयो नि कमलसाईको मन चस भइगयो हाम्रो यात्रा सुरु हुन लाग्यो अब यहाँबाट चट्ट पारा मेरो त फेरि गयो नि डिस्प्ले डिस्प्ले गयो क्या गुड मर्निङ साथीहरू के छ खबर है सबैजना सन्चै हुनुहुन्छ होला है म पनि निस्केँ अहिले राइडको लागि अहिले मुस्ताङ जाने राइडको लागि निस्किसकेका छौँ है त्यहाँको हल्चो गएर पेट्रोल भऱ्यौँ बाइकको कन्डिसन यस्तो छ 3टा बाइक मैले बाँधेको छु होइन 16 जान्छु म चाहिँ दाइहरू चाहिँ चट्ट पारामा डबल जानुहुन्छ 2टा एक्सपल्स एउटा FGS र एउटा SP साइन यसलाई टक्क लाएर पुऱ्याउने हो माथि ल दाइ पनि आउनुभयो अब जाउँ है त साथीहरू है चट्ट पारामा ल स्वयम्भूदेखि टक्क पारामा 0 किलोमिटर बनायो अब के भन्नु होइन म तपाईँहरूलाई मेरो जर्नी देखाउने छु तपाईँहरूलाई चट्ट पारामा र पट्टै हान्नुपर्छ सोलो हान्ने सोलो आज बाइकमा चाहिँ 2टा एक्सपल्स छ होइन प्रोवाला लेटेस्ट भर्जन अनि एउटा FGS र अहिले SP साइड चलाइरहेको छु म फट्टै हान्नुपर्छ फट्टै दाइहरू अगाडि गइसक्नु भयो आज गएर चाहिँ हामी बस्ने भनेको तातो पानी होला तातो पानीमा गएर बस्छौँ अनि त्यसपछि भोलि मुक्तिनाथ गएर त्यहाँतिर घुमेर के गरेर चिजको डब्बाहरू ल अब यहाँ यस्तो नास्ता सास्ता गरेर अब हामी लाग्यौँ आज चाहिँ हामी यता तातो पानीसम्म गएर बस्छौँ अनि भोलि जान्छौँ मुक्तिनाथ बाटो झन् अब्बाउ भइहाल्छ त बाटो भने यस्तो हो नि त होइन खत्रै भएछ है बाटो है यो नेपाल हो यार यो चाहिँ म कहाँ आइपुगेँ यार यो त नेपाल भन्ने ठाउँ यस्तो हुन्छ ओ माई गॉड यार ओ यार बाहिरै विदेशै जस्तो लागेको त ओ माई गॉड ठ्याक्कै लाएर अहिले हामी ठ्याक्कै
एकै सासमा टक्क लाएर क्रस गर्ने ब्रिज आइपुग्यो। अब यहाँ आएपछि एकचोटि सास त फेर्नु भएन। यो क्रस आयो आयो ल सकिनँ मैले सकिनँ भ्यू भनेको यार यस्तो बवाल देखेको छ है अहिलेसम्म के मैले पोखरा आउँदाखेरि यो भ्यू चाहिँ कहिले देख्न पाएको थिइनँ क्या। फाइनली आज देख्न पाइयो। वाउ कस्तो बवाल यार। यो टाइममा मान्छेहरू किन हिँड्छ दस तिहार पछि भनेको त यस्तो भ्यू देख्दो रहेछ पो। मान्छेहरू ट्रेकिङ जाने है घरि कता जाने कता घुम्न जाने। आई लाइक द भ्यू है। ओ माई गड कस्तो ब्युटिफुल देखा क्या हेर त। बवाल चुम्बेश्वरी छ है भ्यू चाहिँ है। 10:35 भयो अनि अहिलेसम्म मलाई बोली जोस केही आएको थिएन। अहिले चाहिँ अब टाक्कलाई भ्यू देखेर ओ माई गड बोली जोस पनि आइसकेको छ होइन। सलक्क लाएर यहाँ गाडी फर्काउँदै हुनुहुन्छ हाम्रो दाजु। म चाहिँ जान्छु ल। अब भ्यू हेरेरै मान्छे साइको बनाउँदो रहेछ नि त। यसलाई भन्छ नि त ब्युटी। बाटो पनि यस्तो बवाल बनाएर रहेछ क्या फेरि। नेपाली होइन जस्तो क्या अब होइन कुनै विदेशै गएको जस्तो फिल भइरहेको क्या मलाई त यार। त्यो बाटोहरू त ओ माई गड क्रेजी हो यार। नेपाल विकसित भइरहेछ है। अबको 5-10 वर्षमा खत्रै परिवर्तन हुन्छ है। पल्ट बवाल लाग्यो यार कसरी कन्ट्रोल गर्ने यार। ए केटाहरूले 20 गरेछ यार। यो केटाहरूले 20 गर्ने भयो यस्तो भ्यू। ल साथी है सागर साथी हेर है यस्तो देखिरहेछ है। ल है भ्यू हेर है लुकेर बल्ल खुल्यो हेर ल। वाउ प्राणभन्दा प्यारो लाग्छ मेरो देश कता कता छल्किन्छ ममता मेरो। अब हामी पोखरा गएर पोखरा पुगेर खाना खान्छौँ अनि त्यसपछि हामी बस्दै लाग्छ। ल फाइनली आइपुग्यो पोखरा। ओ कमल दाइ यता अलि जाउँ न अलि बस्तिर।
पोखरामा खाने भनेर मान्छे जाइसक्यो भात खानलाई पोखरामा अघि पनि लक्ष्मण दाइले गरेर हो कि त्यो उता उता बगरतिर बिरौटा बगर कता कता कोचिरहेको थिएँ होइन त्यहाँबाट हामी त बरु अघि नै ठाउँमा पुग्थ्यो होला क्या लक्ष्मण बुढा त खालि कहाँ पुग्नु होला भनेर दौड्या होला के ए अमै टलक्क भयो त यार मलाई दाइले हामीलाई अघिको चेताउनु लाग्यो क्या हो खाली पेटमा मलाई कहाँ पुऱ्याउनु लाग्यो क्या हो भनेर सोचेर पछि त यार चस्मा लगाएर हो त भने अनि यात्रा कस्तो भयो दाइ यात्रा फोटो कहीँ खिचेन रमाइलो कहीँ गरेन बाइक मात्रै कुदाए यिनीहरूको बाइक कुदाउनु ल्याएर छन् कि थाहा भयो नि यो कुदाउनु ल्याएर कुदाउनु त पाएको थिएन डोल्पा पनि यता बजाउँछ त यही त भने रोल्पा रोल्पा भने होइन डोल्पा भने त्यही उसबाटै जाने त भने मलाई थाहा छैन भनेको छ नि होइन जो भित्र बसौँ दाइ पर्ने भएर हैरान भइसक्यो तल पोलेर कस्तो रहेछ दाइ खाना पापड दाइ लक्ष्मण दाइ व्यस्त छन् अहिले कस्तो रहेछ खाना सिकाउला जस्तो त हामी चाहिँ खानु नपाएर पाएको छौँ अरू सब खाइसक्यो ल दाइको लागि चल्छ ल ल मेरो पनि आए अब यो भात खाएर ताप हान्नुपर्छ चट्ट पारामा अब आफ्नो गन्तव्यतिर हजुर के चाहिँ रोडसम्म झर्दैन भने चाहिँ पर्दैन यस्ता बाइक त अलिकति ऊ भएर मात्र हो कस्तो चढिदिन्छु त म अब बाइक चेन्ज गरेर चलाउने हो अब चट्ट पारामा यो कहाँ हाल्ने यो के चाहिँ यो यता हाल्नुपर्छ तेल हाल्नुपर्छ अब के तेल त अहिले त 2 लाइन बसौँ दाइ बसेपछि त भेट्छ नि ल कस्तो कुदाउँछु त मैले अब कमल दाईको मन चसो भयो क्या कमल दाईको मन चसो भयो क्या भने लागिसक्यौँ अझै ट्र्याक्टर लाएर मैले बाइक चेन्ज गरेँ मेरो बाइक भिनाजुले चलाउनु भयो मैले दाइको बाइक बोकेर चलाएर हिँडिरहेको छु है त थोरै मोया गरौँ कि साँझमा कमल दाइको त मुटु छैन हान्दैन म साथी ल Facts over facts over tracks, this is fast, speed slow, speed fast, got the rules, got the gas, think I'm okay and fast, but I don't know if that can erase all the past. I'm ready, man, so I'm gonna flex you, it's hilarious, you can do it my time, you're delirious, mysterious, because you are behind the fake exterior, interior, you know I'll always be a bit superior, get off of me, this ain't no humble brag, I want you to hear word, I'm gonna make the back, I want
अझ अगाडि राख्नु न अझ अगाडि फाइनल्ली यो के भन्ने ठाउँ रे यो तातो पानी दाइ हाम्रो रुम ल हामी चाहिँ फाइनली आइपुग्यौँ होइन दाइ त्यति दुःख कष्ट नगरेर भए हुन्थ्यो कि हाम्रो लागि होइन हामी लिइहाल्थ्यौँ नि दाइ हाम्रो दाइले हामीले कस्तोसँग ल्याइरहेको छ आनन्दले साइन बाइक पनि चलाउनु परेन दाइलाई कता ल कता हाम्रो रुम हो ए भ्यू यस्तो देखिन्छ यहाँ फेरि ए यही है क्या हमारा ठिक 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 कता हेरौँ आम्मा छोड दाइला छोड दे आज के लिए फिलहाल इतना ही। आपकी तरह मैं भी मायूस हूँ, लेकिन उम्मीद पर दुनिया कायम है।